2082 साल भाद्रौ 23 गते माइतीघर मण्डलादेखि न्यू भानेश्वरसम्म प्रोटेस्ट गर्न भनी बिहान 9 बजे एक गर्दै 1000 देखि 1500 जना जेएनजीहरू सडकमा आउँछन्। सबैलाई लागिरहेको थियो 3000 देखि 4000 सम्म हुन्छ भनेर, तर एक गर्दै भिड हजारौं पुगिसकेको थियो। उता आयोजकहरूले प्रोटेस्ट कसरी गर्ने, के नगर्ने भन्ने कुराहरू शेयर गरिरहेका थिए। आज हामी रुख बिरुवा भाँच्दैनौं, आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, आज हामी हो हल्ला तोडफोड आगजनी गर्दैनौं, हामी फोहोर गर्दैनौं, हामी द्वन्द र आक्रमण गर्दैनौं, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं, हामी धम्की र गाली गलौज गर्दैनौं, सभ्य र जिम्मेवार व्यवहार गर्छौं। अब भिड यहाँबाट एभरेस्ट होटलतिर लाग्छ। एभरेस्ट होटलतिर जाँदै गर्दा रोडको साइडमा लागेको केपीएल को पोस्टर च्यातिन्छ। भिड यहीँदेखि आक्रोश पाइसकेको थियो। उता पुलिसले एभरेस्ट होटलको अगाडिपट्टि ब्यारिकेड लगाएको थियो। जेएनजी ग्रुप एभरेस्ट होटलको अगाडि पुग्छ, पुलिसले लगाएको ब्यारिकेडमा तोडफोड गर्न पुग्छ। अब भिड एभरेस्ट होटलबाट पार्लियामेन्ट बिल्डिङतिर लाग्छ। पार्लियामेन्ट बिल्डिङमा विभिन्न ठाउँहरूबाट आएका प्रोटेस्टरहरू जम्मा हुन्छन्। भिडले चर्को रूप लिइसकेको थियो। भिड आउट अफ कन्ट्रोल थियो। पुलिसलाई भिड कन्ट्रोल गर्न धेरै गाह्रो भइरहेको थियो। पुलिस टियर ग्यास, वाटर क्यानन अनि रबर बुलेट सम्म युज गर्न पुग्छ। रबर बुलेट के कारणले गर्दा धेरै जेएनजीहरू घायल हुन्छन्। केही प्रोटेस्टरहरू पार्लियामेन्ट बिल्डिङको वाल तोडफोड गर्न पुग्छन्, त केही जेएनजीहरू पुलिसले फ्याँकेको टियर ग्यास पुलिसतिर नै फालिदिन्छन्। वाल तोडफोड गर्ने क्रममा वालको केही छेउमा उभिएका भाइ प्रकाश बोहराको खुट्टामा गोली लाग्न पुग्छ र उनको जुत्ता त्यही गर्छ र त्यो जुत्ता आइकोनिक सिम्बल पनि बनेको थियो। गेटमा ढुङ्गा हान्ने क्रममा यी जेएनजीका छातीमा गोली लाग्न पुग्छ। यहाँबाट सुरु हुन्छ पुलिसको नरसंहार। एक गर्दै मान्छेको विभिन्न अंगहरूमा गोली लाग्न पुग्छ। केही जेएनजी साथीहरू ब्यारिकेडमा, केही जेएनजी साथीहरू रोडमा, जताततै यी फोटोहरू भाइरल हुन पुग्छ। एक गर्दै सयौं जेएनजी साथीहरू चोटेल हुन पुग्छन्। उपचार गर्न भनेर जेएनजी साथीहरू सिभिल अस्पतालतिर लाग्छन्, तर पुलिसले त्यहाँ पनि गएर गोली प्रहार गर्छ। सिभिल हस्पिटल भित्र उपचार गरिरहेको ठाउँमा बिरामी ट्रान्सफर गरिरहेको बेलामा ढोकामा आएर गोली हाने यिनीहरूले है। काठमाडौँको विभिन्न अस्पतालमा जेएनजीहरू उपचार गरिरहेका हुन्छन्। केही दिनपछि खबर आउँछ सिभिल अस्पतालका एक्जिक्युटिभ डाइरेक्टर अफ सिभिल अस्पताल मोहन चन्द्र रेग्मी कन्फर्म गर्छन् कि एक साथी हामीले गुमाउनु पर्यो भने। केही साथीहरू पार्लियामेन्ट बिल्डिङको वालबाट चढेर माथि उभिएका हुन्छन् र पुलिसलाई रिक्वेस्ट गर्छन् कि फायर नगर्न। हात हामीले माथि गरेर हामी 2-3 हजार जना माथि हात माथि गरेर यसरी संसद भवन अगाडिसम्म गएको। त्यसपछि त्यो कुरा हुँदा हुँदै हामीले पछाडिबाट कसैले ढुङ्गा फालेर अगाडिबाट At least 19 people have been killed after police opened fire on protesters in Nepal. 8 जना एनटीसीमा, 3 जना एभरेस्टमा, 3 जना सिभिलमा, 2 जना काठमाडौँ मेडिकल कलेजमा र 1 जना त्रिभुवन टिचिङ हस्पिटलमा र 2 जना सुनसरीमा एक गर्दै ताके साँझसम्म 19 जना जेएनजीहरू हामीले गुमाउनु पर्यो। सयौं जेएनजी साथीहरू चोटेल हुन्छन्। साँझ देशमा कर्फ्यू लाग्छ, तर सरकारले सोशल मिडिया ब्यान गरेको थियो। मोबाइल नेटवर्क जाम गरेको थियो, त्यसैले कसैको मोबाइलमा पनि नेटवर्क थिएन। अबसम्म होम मिनिस्टर रमेश लेखकले रिजाइन गरिसकेका हुन्छन्। अब आउँछ भदौ 24। 19 जनाको डेथ पछि यो प्रोटेस्ट जेएनजीहरूको मात्र नभएर पुरा नेपालीको हुन्छ। अब पुरा नेपाल सडकमा आउँछ र सरकारको अगेन्स्ट प्रोटेस्ट गर्न चालु हुन्छ। नेताहरूमाथि हातपात हुन्छ, नेताहरूको घरमा आगो लगाइन्छ। ओलीले रिजाइन गर्छन्, पुलिसले सरेन्डर गर्छ, अनि उता केही जेएनजीहरूले सिंहदरबार, सुप्रिम कोर्ट, हिल्टन, नेताहरूको घर, बैंक, हाटबटनी सबै जलाइसकेका हुन्छन्। उता केही मान्छेहरू मौकाको फाइदा उठाउन पुग्छन् बैंक लुट्न, त केही मान्छेहरू पार्लियामेन्ट, सिंहदरबार, कोर्ट अनि पुलिस स्टेशनबाट पीसी, ल्यापटप, पुलिसको युनिफर्म, वेपन लिएर जान्छन्। यति मात्र होइन, तिनीहरू पुलिसको युनिफर्मको मजाक बनाउँछन् अनि सोशल मिडियामा पोस्ट गर्छन्। एउटा बहिनी त डलसँग चोर्न पुग्छ। एउटा आमा छोरा तिम्रो सम्पत्ति पनि चोरेर लाने
देश आर्मी जनरल अशोक राज सिंघेलको हातमा आउँछ र देशमा कर्फ्यू चालू हुन्छ। यहाँसँग सोशल मिडिया अनब्यान गरिसकेको हुन्छ। नेक्स्ट डे डिस्कार्ड ग्रुपमा त्यसको अर्को दिन अब पीएम कसलाई बनाउने भन्ने कुरा चल्छ। कसैले बालन शाह त कसैले हर्क साम्पाङ भन्ने कुरा उठाउँछन्, तर सुदन दाईले सुशीला कार्कीलाई रिफर गर्छन्। त्यसपछि 12 सेप्टेम्बरको सुशीला कार्कीलाई सम्पन्न गर्ने गरी सम्माननीय राष्ट्रपतिज्यूले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नु भएको बेहोरा जानकारी गराउँछु। भिडियो स्टार्ट गर्नु अघि तपाईहरुलाई एउटा रिक्वेस्ट छ कि भिडियोलाई सक्दो शेयर गरिदिनु होला। सबै फ्याक्टहरु मैले मेरो मनबाट नभनी आर्टिकल अनि भिडियोहरुबाट लिएको। यो सबै आर्टिकल अनि भिडियोहरु तपाईहरुलाई भिडियोको डिस्क्रिप्सनमा भेटिन्छ। यिनीहरुको नाम सायद मैले लिइराख्नु पर्दैन। यिनीहरुको लेभिस लाइफ चल्दैछ। यता नेपालीहरु साँझ बिहान खाना जुटाउन पनि दौडौछ। केही नेपाली साथीहरु भारत र केही साथीहरु विदेशको कुना कुनातिर छन्। विदेशमा के कस्तो हुन्छ हामीलाई थाहै छ। देशमा कति दुःख हुन्छ त्यो कुरा पनि हामीलाई थाहै छ। यो रिपोर्ट हेर्नुहोस्। 4000 भन्दा बढी मान्छेहरु 2020 देखि 2023 सम्म हामीले गुमाइसकेका छौं। तुम हाम्रा नेताका छोराछोरीहरु मौज गरेर बसिरहेका छन्। अरु कुरा छोडौं न, जेएनजी प्रोटेस्टमा घाइते भएका भाइ शिवम कुमार झा उपचार गर्नसम्म पैसा छैन। अस्पतालले उनको हातमा 40,000 को बिल थमाइदियो। जेएनजी प्रोटेस्टमै ज्यान गुमाएका सुभाष बोहराकी आमा पैसा कमाउने भनी बेंगलोरमा बस्छन्। तर यी नेताका छोराछोरीहरु लेभिस लाइफ जिरहेका छन्। केही दिनदेखि यही कुरा टिकटकमा भाइरल भइरहेको थियो। यसको ह्याशट्याग थियो नेपोकिट। टिकटकमा नेपोकिट भन्ने ट्रेन्ड चलिरहेको थियो। पछि यो ट्रेन्ड सोशल मिडियाका विभिन्न ठाउँहरुमा ट्रेन्ड हुन पुग्छ अनि तारिक आउँछ 4 सेप्टेम्बर। यो दिन नेपाल गभर्नमेन्ट सोशल मिडिया एपहरु बन्द गरिदिन्छ। रिजन हुन्छ उनीहरुले यो देशमा रजिस्टर नगरेको भनेर ती 26 सोशल मिडिया एपहरु बन्द गरिदिन्छन्, जसमा फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता एपहरु हुन्छन्। केही साथीहरुले रेडिटमा पोस्ट गर्छन् कि अब नेपाल सरकारको अगेन्स्ट प्रोटेस्ट गर्नुपर्छ भनेर। अनि टाइम पक्का हुन्छ 8 सेप्टेम्बर 2025। 7 सेप्टेम्बरमा हामी नेपालका फाउन्डर सुदन गुरुङ, बालन शाह, रक्षा बम, मिराज ढुङ्गाना जस्ता आयोजकहरू 8 सेप्टेम्बरको प्रोटेस्टमा आउन रिक्वेस्ट गर्छन् अनि काठमाडौँको सिडिओसँग परमिसन लिएर आउँछन्। सिडिओले परमिसन पनि दिन्छ। सायद सिडिओलाई लागिरहेको थियो यो एक सानोतिनो प्रोटेस्ट हो भनेर। सरकारलाई लागेको थियो कि प्रोटेस्ट धेरै चर्को रूप लिँदैन। 2023 डिसेम्बर 29 को ईपीएस प्रोटेस्ट थाहै नै होला, जसमा 2 जना साथीहरू हामीले गुमाएका थियौं, सुजन रावत अनि वीरेन्द्र शाह। त्यसैले सरकारलाई लागेको थियो कि प्रोटेस्ट धेरै चर्को रूप लिँदैन, प्रोटेस्ट हामीले कन्ट्रोल गर्न सक्छौं भनेर। अनि 8 सेप्टेम्बर 2025 मा प्रोटेस्ट सुरु हुन्छ। Over here we can see protesters climbing अहिलेसँग कुनै नेताहरूलाई पक्राउ गरेको छैन। यो रिपोर्ट हेर्नुहोस्। अहिलेसँग 30 जना मान्छेहरू पक्राउ भइसकेका छन्, तर नेताहरू कोही पनि पक्राउ भइरहेका छैन। मैले आजसँग भिडियो नबनाउनुको कारण थियो कि फुल रिपोर्ट कहिले आउँछ भन्ने प्रतीक्षामा थिए, तर 2 महिना बिता पनि रिपोर्टै छैन। छानबिनको लागि गठन त बनाएको छ, तर रिपोर्ट आएकै छैन। त्यसैले कसैमाथि सिधा आरोप लगाउन त मिल्दैन। एक भोलिन्टियर भएर आएको मान्छे कसरी देश चलाउन पुग्यो? मिराज ढुङ्गाना ती दिन किन प्रोटेस्टमा आएन? कसले तिनलाई धम्की दियो? यो कुराको पनि छानबिन भयो केही छैन। बालन शाहमाथि पनि विभिन्न आरोप छन्। बालनले नै सिंहदरबार जलायो, बालनले नै काठमाडौँको विभिन्न ठाउँहरू जलायो, बालनले नै प्रोटेस्ट गरेको, बालनले नै यो सबै जिम्मा लिनुपर्छ। तर यो सब भन्न मसँग कुनै प्रुफ छैन। याद होला सायद तपाईहरुलाई चाइनाको रिसेन्ट के एउटा नेताले करप्सन गर्दा सिधा डेथ पेनल्टी दिएको थियो। हाम्रो देशमा यो च्यानल सायद नहोला, तर ती नेताहरूको सम्पत्ति छानबिन कहिले हुन्छ? यता सिरे हजुरबा घरमा उडाएको पैसालाई यही भन्दैछन्। नेपालमा सरकार त बनायो, तर सरकारले अझै केही पनि गर्न सकेको छैन। हामी नेपालीहरूको राजावादी, माओवादी, रविवादी यो सबै चीज हटाउने कहिले? ठिकै छ, सरकारमाथि भरोसा छ, सरकारले गर्छ, इन्भेस्टिगेसन चलिरहेको छ, सायद आउँछ होला रिपोर्ट। करप्सन पहिला हामी बाटै खत्तम गरौँ। नेताहरूलाई भनेर मात्र हुँदैन। मैले माथि भनेकै छु हामीले के गर्यौं भनेर। सिंहदरबार नेपालीको सम्पत्ति हो, कोर्ट नेपालीको सम्पत्ति हो। यो प्रोटेस्टले हजारौं करोड नुकसान भएको छ, नेपाललाई कयौं साल पछाडि ल्याएको छ। सबै कुराहरू एक भिडियोमा शेयर गर्न सकिँदैन। त्यसैले अर्को भिडियोमा हामी फेरि आउनेछौँ। आइएफ हजुरहरूले सब्स्क्राइब गर्नुहुन्छ भने शेयर गर्न चाहिँ नभुल्नु होला फेरि।